हल्ला छ त निकालेछ गेडा बिरालोले बाटो काट्यो भने अशुभ हुन्छ भन्छन् त्यसको चाहिँ अलिकति सुनेको थिएँ मैले हेलो एभ्रिवान स्वागत छ तपाईलाई पानी गफको चौथो एपिसोडमा आजको एपिसोडमा हामीसँग जोडिनु भएको छ नितराज खतिवडा सर एकदमै प्रतिभाले भरिपूर्ण क्यारिकेचर गर्नेदेखि लिएर गएर हरेक कन्भर्सेसनलाई एउटा रमाइलो तरिकाले प्रस्तुत गर्न एकदमै माहिर सर हामीसँग जोडिनु भएको छ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला ल सर भन्नुस् के छ खबर नयाँ नौरो सबै ठिक छ अब ठिकै हो त ठिक छ अब हाम्रो योगन भाइसँग भेट भयो भाइ भन्दा उचित होला कि न ठीक छ योगन सरसँग भेट भयो त्यति सर ल भन्नुस् राजधानीमा केले डोर्याएर ल्यायो तपाईलाई राजधानीमा केले डोर्यायो भन्नु अब त्यतिको त जागिर यतै भयो आइयो त्यो रुम लिएर बसियो त्यतिकै डोर्याउने क्रम भइरहेछ भर्खर सुरुवात छ फुल जिन्दगीलाई केले डोर्याउँदो रहेछ डोराइरहेछ सपनाले जिन्दगीलाई सपनाले हो डोर्याउनु सपनाले के चाहिँ त्यस्तो सपना सपना पहिला गइसक्यो पहिला अब डोर्याउँदिन सपनालाई अर्कैले डोराइसक्यो अहिले चाहिँ तपाईँले दिदीले डोराइरहेको त विवाहित हुनुभयो अनि कलाकारितामा तपाईँको विधा के भनेर प्रश्न आयो भने के हुन्छ तपाईँको जवाब म कस्तो भने अलराउन्डर हो क्या जसले जहाँ जे भन्छ अपमा हो क्या मल्टी ट्यालेन्ट पनि अलिक के भन्दा भङ्गडा खालको क्या जे हुन्छ त्यही झापझुप गरिहाल्ने क्या भङ्गडा शब्दको अर्थ चाहिँ त्यो भङ्गडा भनेको एउटा ट्र्याक नभएको क्या भनेको मतलब ल म यो गर्छु है भनेर त्यही मात्रै गर्ने होइन क्या परिया खण्डमा जे पनि गर्न मिल्छ नेगेटिभ चाहिँ होइन है फेरि पोजिटिभ गर्ने त पोजिटिभ त हो नि जस्तै अब परियाको ठाउँ झ्यापझुप्लो त्यो पनि जेनरन भन्ने हुन्छ त्यो हुँदैन ए त्यसमा चाहिँ होइन भन्नुभएको हो भन्नुभएको त्यो चाहिँ होइन त्यो पनि अब ज्यान जोगाउनु परेन त्यो पनि सेल्फ डिफेन्स भन्ने कुरा पनि म भागेर आउँछु भन्ने हो कि होइन झगडा परिरहेको बेलामा एउटा साथी भाग्यो भने चाहिँ त्यसलाई नराम्रो नभन्नु रे के त्यो खुकुरी लिन गए नि हुनसक्छ अरे के थाहा अब सबै झगडा गरेर पाकपुक मरिसक्नु उसले खुकुरी लिएर नि आउनु भयो भने त समस्या भयो नि त हजुर क्यारिकेचर नि गर्नुहुन्छ खोइ कसको गरौँ त एउटा तपाईँ आफैलाई चाहिँ मैले यो चाहिँ राम्रो गर्न सक्छु भन्ने मैले राम्रो गर्ने भनेको एउटा मधेसी भइहाल्यो चटपटेवाला जे पनि गर्न सक्ने भइहाल्यो अब तपाईँले केही सोध्नुपर्छ है फेरि मलाई अब तपाईँले केही सोध्नु भने चाहिँ मैले तपाईँसँग इन्टरेक्ट हुने भयो भने चाहिँ त्यो गरौँ भने चाहिँ बवाल हुन्छ क्या त्यो कहाँबाट आयो तिमी हामी त अब हाम्रो भने त तराईमा हो हाम्रो घर होइन अगाडि अब तपाईँ भनेर इन्टरभ्यू लिने यताउता भन्नुभएछ भने हामी अगाडि आइथ्यो होइन अघि होइन भनिदिनु त त्यो अगाडि आएछ भने हाम्रो घर तराई हो भनेको क्या सप्तरियाबाट देख्नुभयो हाम्रो नाम चिलिम यादव हो कि चिलिम यादव हो हाम्रो नाम दिनुभएछ भने 1000 केजी भन्टा हामी फ्रीमा हामी दिन्छौँ सफ्टमा त हामीलाई दामी दिन्छु दाजु हाम्रो एकदम मधेसिया बोलाएको के भन्छ यो पानीपुरीमा एकदम फाइदा भयो छैन हामीलाई कि किन भएन आलु बेच्ने भुजिया बेच्ने फाइदा भएन भन्ने दाजु पानीपुरी त एकदम भयो छैन कि तराईमा एकदम हुसु लागेछ नि जाडोमा अझ खाँदैन कि मान्छे गरम भएछ भने खान्छ मान्छे नहाँस्नु गो नहाँस्नु हाम्रो गाउँमा एउटा लाटो थियो कि दाजु ठ्याक्कै तपाईँ जस्तो थियो वो लाटो कस्तो थियो भने हामी 10 रुपियाँ दियो भने एकदम रुन्थ्यो क्या 10 रुपियाँ दियो भने रुन्थ्यो क्या $1 2टा दियो भने खुसी हुन्थ्यो किन भन्नु न किन 2टा पैसा हुन्छ नि यस्तो खालको लाटो थियो ठ्याक्कै याद भएछ
हाम्रो गाउँमा एकदम एकदम भने चाहिँ रिसानु भइ छैन छैन मजाक छैन, गरेको छैन, छ रिसा छैन। दाजु। ठिक छ हाम्रो मधेसिया बोलाएको सब ठिक छ हाम्रो बुढिया छतमा थियो कि छतमा। बेटिया पनि छतमा थियो कोसी फुटेछ थाहा छ नि तपाईँको 65 साल कोसी फुटेछ छतै से झप दिए टाङ हात टुटेछ त हामी विराटनगर ल्याएको छौँ हस्पिटल के भन्छ विराटनगरमा कोशी हस्पिटल। जान्नु भएछ दाजु कोशी हस्पिटल होइन कि कोशी फुटेर झल्दियो भने कोशी हस्पिटल हाल्थ्यो नि हामी कोशी हस्पिटल लगेको थियो त अनि पैसा मागेछ हामीलाई होइन हस्पिटल पैसा मागेछ त कोशीबाट विरोधी भने त रिलेटेड हस्पिटल कोशी भएछ भने पैसा फ्रीमा गर्नुपर्ने होइन दाजु पैसा दिएको छैन हामी कि दिनु भएन कहाँ दिन्छ कोशीमा झप दिएछ त कोशी हस्पिटल फ्री गर्नुपर्छ हामीलाई भन्नु त यस्तै गरे चाहिँ हामी एक पैसा हामी दिएको छैन 2 प्लेट पानीपुरी खियाइदियो डाक्टरको चढ भएर यस्तो छ हाम्रो 72 सालमा भूकम्प आएको छ नि दाजु के भन्छ पहाडिया भाषामा के भन्छ भूकम्प मधेसियामा भूकम्प भन्छ भूकम्प होइन भूकम्प भन्छ हामीलाई के भन्छ भूकम्प आयो थियो हाम्रो घर बगाइदियो भूकम्पले कसरी घर बगाउने घर बगाइदियो कसरी बगायो वही त भन्दैछु होइन यस्तो भएछ कि हाम्रो घर पोखरीको डिलमा थियो कि पोखरीको डिलमा थियो पानी हिलेछ नि भूकम्प आएर घरै लगिदियो भूकम्प घर बगाइदियो यस्तो भयो मान्छे हामी त बिहान छ त रिस चढाउनु भएछ त आधा केजी भन्दा तपाईँले हामी दिँदिन मान्छे हो हामी हाम्रो पढाइको कुरा गर्नुहुन्छ भने दाजु होइन हामी एकदम डेन्जरै मान्छे हो कि दाजु तराईको हामी एकदम हामी बच्चा बेलामा हामी थियो नि चाइल्डहुड भन्छ अङ्ग्रेजमा बच्चा बेलामा हामी के गर्थ्यो होइन स्कुल गएको थियो क्या तपाईँ जस्तै मोटो 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 बोला मान्छे थियो क्या मास्टर थियो क्या के भन्छ हामीलाई हामी 9 बजे स्कुल गएको थियो होइन के भन्छ होमवर्क गरेर आइज भन्छ होइन स्कुलको काम हामी घरमा गर्छौँ भने घरको काम त्यसको बात गरिदिन्छ भन्नु त रिस चढ्दैन हामीलाई स्कुलको काम घरमा गरेछु भने त्यो गरेको काम हाम्रो बाप हामीलाई कराउँदैन उसको बाप गरिदिँदैन रिस चढेको दाजु रिस चढेको बेन्चे उठा के मास्टरलाई पट्किदियो कि हामी हो जिन्दगीमा हामी 1 घन्टा पढेको बेन्चे उठा के पट्किदियो त हामी 9 बजे स्कुल गएको 10 बजे हामीलाई निकालिदियो अनि 1 घन्टा पढ्यो 9 बजे यस्तो मान्छे हो क्या हामी डेन्जरै मान्छे चिलिम यादव खतरा सबले चिन्ने होला त्यहाँ त सब चिन्छ नि हाम्रो गाउँमा त डन आयो भन्छ डेन्जर हो हामी मान्छे चिलिम यादव चाहिँ खतरै हो चिलिम यादव डेन्जर हो अब हामी ट्र्याक्टर किन्छु दाजु बिजनेस बिजनेस होइन दाजु बिजनेस आफू एकदम डन बन्ने त बिग्ने मान्छे होइन बिजनेस हो सबले चिन्ने भयो हैन चटपटे पसल छोडेर के पसल ट्र्याक्टर पसल चटपटे अब हाम्रो बुढिया गर्छ हाम्रो बुढियाको नाम थाहा छ चनमतिया भन्छ डेन्जर छ हाम्रो पानीपुरी एकदम फ्याक्ट्री खोले थियो सब छोरा डुबाइदिएछ छोराले डुबाइदियो बेटुवाले डुबाइदियो बेटुवा सब डुबाइदिएछ बेटुवा के चक्करमा लाग्यो बेटुवा त एकदम लफङ्गा हो क्या दाजु हो घरको हाम्रो सम्पत्ति सब सकिदिएछ बेटुवा एकदम फटा छ क्या दाजु डेन्जर छ बेटुवाको कुरा नगर्नु हाम्रो एकदम दुःख मन लाग्छ क्या चित दुख्छ एकदम हाम्रो ठिकै छ दाइ भन्नु अरू नयाँ नलो भन्नु तपाईँको के छ नयाँ घडी लिनु भएछ भन्नु ठिक छ हाम्रो पनि थियो दाजु त्यो झन् बवाल बुढिया आइन दिएछ भ्यालेन्टाइन डेमा उसमा होला के भन्छ बिहेमा दाइजो
दाइजो होइन यो भाइजो हो हाम्रो भाइले पठाइदियो भाइले पठायो भाइजो दाइले पठायो दाइजो त भाइले भाइजो हो यस्तो हो होइन सब ठिकै छ हामी बेटा त एकदम हाम्रो वस्तै थियो क्या हामी डान्स सिकाइथ्यो बिरुवाको डान्स सिकाइदिएको थियो के भन्छ त्यो भन्छ न माइकल ज्याक्सन कमरिया वाला माइकल ज्याक्सन ए माइकल ज्याक्सन त्यो त तराईकै हो त्यो माइकल ज्याक्सन माइकल ज्याक्सन अहिले मैले बुझी मैले त्यहाँ तराईकै हो भनेर तराईको हो नि माइकल ज्याक्सन डेन्जर दिन्छ त्यो डान्स हो गुजरा वाला त्यो बाकटे हान्छ नि त्यो डान्स उन्टिए डान्स झप वाला वो त बबाल हान्छ हाम्रो त तपाईँ हान्नुहुन्छ होला हामी डान्स छैन हामी ट्र्याक्टर वालाको एकदम स्टेप दिन्छौँ हामी चौकी लगाउने हेलो जोत्ने वालाको डान्स बबाल हान्छ एकदम चिप्ली छ क्या यता बसेपछि साला हस्काइदियो उता हस्काइदियो होइन उन्टिए घुराइदियो त पानी गफ भनेछ पानी खानु क्रस हानिदिनु यो अरू कसैले गर्नु सक्दैन यो गर्ने भने चिलिम यादवले मात्रै त्यो पनि तराई सप्तरीको दिन्छु दाजु अहिले तातो होला ठिक यो होइन यो वाला चाहिँ फेभरेट दामी नै रहेछ राम्रो छ दाजु हाम्रो नराम्रो के हो नराम्रो भनेको हाम्रो घन्टा खेती हो नराम्रो छ राम्रो भन राम्रो भए छैन कोबी लगाएछु कोबी साटा कोबी हाम्रो नाम लिनु न सप्तरीयामा जानु हाम्रो नाम लिनु आधा केजी भन्टा हामी कुरियर गरिदिन्छु चिलिम यादवको नाम लिएपछि भयो हुन्छ दाजु अब हाम्रो नेक्स्ट टपिकतिर जानु हामी यो एक्टिङ बन्द गर्छु होइन नेक्स्ट 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 पनि अर्कै नेक्स्ट ल अर्को भन्ने ठेट चाहिँ छैन होइन कसको गर्नु त अब तपाईँलाई झट्ट आइहाल्ने झट्ट दुर्मुसेको रेलुसेको पुरै त आउँदैन जसकै सुनिल थापाको चाहिँ आउँछ मैले ओहो तर अहिले मिल्छ नि घाँटी अलिक ख्यास भएको छ क्या एक तपाईँको ए भन्छ सेठ सिंहले कहिले पनि हारेर जानेको छैन है केटा रोक त्यसलाई भन्छ मेरो भान्जालाई 120 मिनटको लागि लगाइसकेको छु मैले मेरो मामा हो यो वाला यो क्लिप वाला भाइरल पनि भएको थियो ट्विटरमा अरे के गर्नु सक्छ त्यस्तो भनेपछि तपाईँको बवाल चलिरहेको छ नि त्यो होला बवाल चलिरहेको ठिकै छ यो हास्य कलाकार तर्फको विधा भयो तपाईँको गायनमा के गाना आफै लेख्नुहुन्छ गाना आफै पनि लेख्छु आफै पनि गाउँछु त्यस्तै छ मतलब आफै शब्द पनि आफै लेख्नुहुन्छ है कुनै कुनै धेरै त आउँदैन कुनै कुनै भिडियो पनि आफै बनाउनुहुन्छ फेरि सम्पूर्ण कला सम्पूर्ण त्यो अलाप वाला थियो नि अघि हामीले जुन सुरुमा सुनेको गाना तर त्यो तपाईँ मैले त्यो अलि लो बजेटमा बनाउनु भएको थियो कि भनेर सोचेको थिएँ त्यो गानाको त्यो अलाप र त्यो थोरै 2 शब्द गाउनुपर्छ कि क्या त्यो गाउनु हुन्छ अलाप सहित त्यो गाउने अनि नेक्स्ट पनि गाउँ है हो ल हुन्छ ल त त्यो तिमीसँग जिउन पाए सारा जीवन जिउँथे होला हाँसी हाँसी दिन्छौ भने जीवनको विष पिउँथे होला मेरो मन मेरो तन मेरो जीवन तिमीलाई हे हे अलि उठेर भएको अलि सजिलो हुन्थ्यो होइन तर दामी ठिकै छ यो चाहिँ मेरो फर्स्ट गीत हो क्या ए फर्स्ट गीत हो पूर्वाञ्चल लोक तथा आधुनिक गायनमा
एउटा अवसर आएको थियो क्या मलाई जानु नि भएको थियो सेकेन्ड भएको थियो त्यसमा चाहिँ ए पहिले 71 सालमा ओहो अनि त्यतिखेर चाहिँ एउटा गीत रेकर्ड गर्ने अवसर दिएको थियो क्या अनि यही गीत मैले तयारी गरेको थिएँ तर त्यहाँ रेकर्ड चाहिँ हुन सकेन ओहो उसले दिएको थियो रेकर्ड गर्नु चाहिँ किन भन किन म यता जागिरतिर लागेँ त्यहाँपछि अनि त्यो टाइमै दिन पाइएन अनि पछि यता पछि किनभने यो भनेपछि तपाईँको अब यो कलाकारिता क्षेत्र गायन क्षेत्र यो क्षेत्र अलिक फरक फरक भयो नि एउटा चाहिँ तपाईँको के भन्छ इन्टरटेनमेन्ट सेक्टरमा विभिन्न विधाहरू उ भएको जस्तो के अडियो भिजुअलकै ठाउँमा हो क्या अझ बुझिनँ मैले भनेको मतलब जस्तै अडियो क्याम एउटाले गर्ने भिडियो क्याम एउटाले गर्ने मर्ज गरेर म्युजिक भिडियो हुँदैन म सबै हो त्यो मैले आफै हान्दिनँ मैले सोध्न खोजेको थिएँ तपाईँलाई यो सबैमा चाहिँ कुन चाहिँ अलिक बेटर कुन चाहिँले चाहिँ मान्छेलाई अलिक बढी चिनाउने रहेछ मान्छेहरूमा मान्छेलाई छिट्टो चिनाउने भनेको चाहिँ क्यारिकेचर योतिरबाट कमेडीतिरबाट गीत त अब जनलाई छुन्छ त्यसले मात्रै मतलब गर्छ नि त त्यो पनि त्यो हो तर यो क्यारिकेचर गर्दा प्राय मान्छे सबै एउटै हुन्छ नि त त्यो लगभग एउटै सुनिन्छ भनेको मतलब गीत चाहिँ आफ्नै प्याटर्न हुन्छ मान्छेको त्यो नेचरले सबैमा प्राय मिल्छ क्या हाँसखेल गर्ने हाँसिने गर्दा सबै मिल्छ त्यो हिसाबले चाहिँ अनि त्यसमा चाहिँ बढी चिन्छन् क्या मान्छेले तपाईँ चाहिँ जता पनि यस्तरी चाहिँ जो मान्छेले जे खोजेको त्यही चाहियो सबैभित्रको एउटामा उहाँ छ कि सबै फेरि आफ्नै बढाइ गरेर होइन त्यति नभएर उहाँ जनावरतिर नि घुस्नुहुन्छ क्या त्यतिले नपुगेर ध्यान फलोवर भन्ने जो पनि हुन्छ त्यो पनि अब मैले कराएर कागहरू सबै झुम्यो भने अरू मान्छेले हेर्दा बोलाउनु भएको फ्यान फलोवर्स होइन त्यो कागै बोलाउने छ नि त्यो होइन काग बोलाउने नेपालको के नाम हो काग तिहार त्यो गर्छन् नि काग हजुर कुकुर चाहिँ बोलाउनुहुन्छ होला कुकुर त ठ्याक्कै कराउनुहुन्छ है कुकुर नि गराउँछ हो सानो एकचोटि सानो जस्तै अब कुकुर कुकुर अब जस्तै घोर भन्ने थाहा छ नि तपाईँलाई आगो ताप्ने ठाउँ क्या त्यहाँ आएर ट्याक्क बस्छ होइन कुकुर अनि त्यहाँ बस्छ कुकुरले हाई गर्छ नि अब अल्छी लाग्छ नि कुकुरले अब यो चाहिँ भाइरल हुन्छ फेरि अनि कुकुर अब जस्तै कुकुरलाई कसैले कुटो होइन सँगै कुटो भने कसरी गराउनु अनि कुकुर जब अब आफ्नो घर नजिक अर्को गाउँको कुकुर आयो नि आफ्नो इलाकामा कुकुर पनि शेर भन्छ त्यो टाइपको क्या जस्तै अब अर्को कुकुर आयो आफ्नो घरको छेउबाट सट्टा आयो एउटा बारदलीबाट भोकिरहेको छ नयाँ कुकुर आयो भोको है त्यो कुकुर घर क्रस हुँदै हुँदै पर पुग्यो नि उसले भोकिरहेको अब त कुकुरको आँखाबाट देख्न छोडे त परै पुग्यो फर्किन्छ त्यसै गरी अब त भोकलाई छोडी त देख्न नि त त्यसले त्यस्तो टाइपले फर्किन्छ त्यो लास्ट जासी जा भन्ने टाइपको के है उसले सुन्नु छोडेपछि त मतलबै भएन नि त उसलाई डाँडो काटिसक्यो होला त कार्तिकतिर कुकुरहरू खुब कार्तिक के भन्नु मङ्सिर पुसतिर नि कुकुरहरू त खतरै ऊ हुने रहेछ नि जहिले गाउँमा चाहिँ कार्तिक भन्छ काठमाडौँमा त जहिले चलिरहेको छु म तपाईँले त्यही खोजेर हिँडायो भएर देखायो गर्छ कि के छ राम्रै छ ठिक होइन त
भिडियो एडिटिङ सिक्नु पर्ला अब बिस्तारै मैले होइन भाइले चाहिँ होइन भाइबाट म सिक्छु भनेर मलाई आउँछ भनेर चाहिँ होइन कलर एडिटको काम हो क्या मेन भनेको कलर एडिट चाहिँ म सिक्नै पर्यो कि भन्ने सोचिरहेको कलर एडिट सिक्यो भने चाहिँ बवाल हुन्छ मेन भनेको कलरहरू चाहिँ होइन भिडियो राम्रो बनाउने के गर्ने ठ्याक्कै झट्ट हेर्दा धरेन्द्र सेवाङ जस्तो देख्ने क्या तपाईँ हो बसबाट जानु पर्ने थियो अरे क्या पहिले भने जोक्स कतिले सुन्नु पनि भयो होला बसबाट घरसम्म जानु पर्ने थियो अरे यसो गएको अरे बसको सिट पुरै प्याक क्या के गर्नु त अब झुन्डेर भए पनि जानु पर्यो भने झुन्डेर आएर थियो अरे यसो हेरेको थियो एउटा सिटमा जडिया बसिरहेको पुरा मस्त मातेर मस्त बसिरहेको एकछिनपछि गाडी रोक्यो अरे क्या फेरि 5 मिनट जति त्यो जडिया उतरेर फेरि एक प्याक हान्न गएछ बाहिर जडियाले अब यो कतिखेर झार्छ र बस्नु भएको त्यसलाई गलेको बसेछ क्या बसेछ अनि त्यो जाँड खाएर फेरि चढ यस्तो हेर्छ आफ्नो सिटमा अर्को बसेर कुन चाहिँ साले हो भने हजुर म 34 साले हजुर जुरुको उठेर क्या मार्यो भन्नु त्यो हिसाबले भन्छ जेमा मिलाउँदा नि मिल्छ त त्यो जोक्स भन्नलाई चाहिँ कन्टेक्स्ट नै चाहियो है एउटा त्यो मतलब त्यो कुन थ्रो हान्ने हो मेन त्यो चाहियो एउटा कमेडियनमा हुनुपर्ने त्यो जुनमा जेमा पनि अब त्यो भयो भने त फेरि अलिक नरमाइलो भयो अहिले भर्खरै हाम्रो एकजना सरलाई समस्या परेको त्यही जातीय उसमा क्या ए ऊ कस्तो टेन्सन क्या अब मान्छे त फ्रस्ट्रेट भइहाल्छ नि यार जोक्स पनि तपाईँ खतरा हान्नुहुन्छ है जोक्स पनि हान्दै सबै भनेकै जोक्स पर्छ के भन्छ परोस् न त भनिदिनु न एक दुईवटा जोक्स ल एउटा जोक्स एउटा त्यो गाउँबाट बस आउँथ्यो अरे क्या काठमाडौँतिर ल मानव भोजपुरतिरबाट बस आयो भोजपुरबाटै आएर ल शङ्करसभाबाट आयो अरे त्यो पनि मान्यौँ हामीले आयो अरे अब कहाँ गाउँमा बसेको काठमाडौँ बल्ल बल्ल आयो अरे अनि आधी बाटोमा यसो हेर्छ अरे साला त्यो स्टेरिङ ड्राइभरले घुमाउँछ अगाडि त्यो सच्चमा लाग्छ साला बटारेको छैन त्यो साला के छ र म भएको पढाइ भाँच्थेँ भनेर त्यो बसिरहेको अनि उत्रेर ड्राइभर खाना स्टेरिङ भाँचेर राखिरहेको अनि यो कसले यस्तो गर मैले हजुर अघि तपाईँले यस्तै मराक मुरुक बनाएर सक्नु भएन मैले भाँचेर राखिदिरहेको अनि एउटा बा चाहिँ के त्यतिका बा चाहिँ गाडीमा आउँदै थियो अरे अनि यसो हेरेछन् उफारो नि त पछाडिको सिटमा लास्ट सिटमा परेछन् बुरुक बुरुक उफ्रेछ ड्राइभर खाना खान झरेछ बुढो गएर ड्राइभरको सिटमा अगाडि बसेछ ड्राइभर आएछ ए बा कहाँ चढाइदियो म त्यहाँ बसेर गाडी हान्नुपर्छ म पछाडि जानुहोस् त म बुढोलाई के तनाव दिन्छ बाबु ती पछाडि बसेर पछाडि बसेर आएको भनेर बुढा कडाइदिन्छ बुढा कडाइ जोक्स यो उखानको कन्टेक्स्टमा यो उखान चाहिँ त्यसै बन्ने होइन उखान चाहिँ एउटा कालखण्डमा केही न केही चाहिँ एउटा घटना घटेर त्यसलाई एउटा चाहिँ एउटा थैथाप भन्दा पनि एउटा भन्नलाई चाहिँ अलिक सहज हुने तर त्यसको चाहिँ भन्न खोजेको चाहिँ अलिक बढी हुने तर त्यो सुन्दा पनि मजा आउने हुने रहेछ क्या उखानको सन्दर्भमा के छ तपाईँको विचार भन्नु न कुन उखानलाई के जस्तै बाँदरको बाटो भयो भने त्यो उ च्यापेर मर्छ भन्छ नि त्यो त चले नि बाँदरको हातमा नरिवल भन्ने जस्तो हो त्यस्तो होइन बाँदरको त चेपेर मर्छ भन्ने गेडा चेपेर मर्छ भन्ने कन्टेक्स्टमा एउटा ऊ छ के एउटा कहानी छ के एकादेशमा चाहिँ आजभन्दा अब अलि समय अगाडि लगभग तपाईँको 40 वर्ष जति अगाडि एउटा कुनै गाउँमा चाहिँ एउटा घर गोठ साइडमा त्योभन्दा अलिक पर जङ्गल जस्तो जङ्गलभन्दा मुनिबाट त्यहाँ टक्क गरेर आरा लाउन लगाएर छन् रे के दुईजना लाठेहरू मेलापात
आरा लाउने एउटाले चाहिँ तलबाट ठेल्ने अर्कोले माथिबाट तान्ने ठेल्यो तान्यो अब म त तलबाट ठेल्ने माथिबाट यसरी तान्ने हो नि त आरा लाउने त्यही हो अनि त्यो बेलामा चाहिँ अब बाँदरहरू टनाटन रहेछन् रे जङ्गलभरि अनि गाउँ सब भएर के भेट्छ खाएर बाँदरहरू चाहिँ फर्किँदै रहेछन् होइन अनि एउटा बाँदर चाहिँ हेरेर बस्यो अरे एउटाले तलबाट ठेल्छ अर्कोले माथिबाट तान्छ सिकेछ यो मुलाहरूले के गरे होला त्यस्तो मान्छे चाहिँ दिमाग भए भन्छन् होइन बाँदरबाट चाहिँ अब यस्तो भए भन्छन् बाँदरबाट चाहिँ बुद्धिजीवी भएर मान्छे भए भनेर भन्छन् तर यिनीहरूको बुद्धि त रहन्छ एउटा काठचिरालाई पनि भनेर हेरेर बसेछ त्यो मान्छेहरू चाहिँ अब भाडाबुटु गरे अब यसो घडी हेऱ्यो 5 बजे बेलुकीको अनि घर गए अनि बाँदर त्यहाँ गछ के त्यहाँ गछ अनि त्यो आरा चिर्दाखेरि च्यापिन्छ नि त अनि एउटा फाली ठोकेर जस्तै यहाँ चिरेर यहाँ पुगेछ भने यहाँ च्यापिन्छ अनि अलिक पर फाली ठोके हुन्छ क्या एक बिता जति पासको अनि त्यो अलिक फटिएपछि अनि चिर्न सहिलो हुन्छ क्या अनि बाँदर चाहिँ त्यो फाली ठोक्यो भन्दा अलि यतापट्टि यिनीहरूले यो गाडेर चाहिँ चिर्न नसकेर छ होइन भने चिर्न सकिने भनेर यसरी बसेछ गेडा चाहिँ त्यो तल्लोपट्टि बसेछ क्या अनि पुरा हल्ला छ निकालेछ गेडा अनि भोलिपल्ट बिहान आउँदा बाँदर मरिआएर रे बाँदर भयो भने चाहिँ हालत त्यो हुन्छ भन्ने किसिमको त्यो एउटा घटना चाहिँ यो रहेछ क्या बाँदरलाई मात्रै होइन जसलाई भन्ने मान्छेलाई पनि भन्यो जस्तै नचाहने कुरामा धेरै जान्ने भयो भने त केही होइन त त्यही भने होला होइन शिक्षा चाहिँ त्यही नै त्यस्तै हो अनि यो अरू पनि छ नि त उखान के अरे अरू उयो मार्यो भने बाँदर हातमा नरिवल अनि धेरै छ नि इच्छा बुढी खेसादात अनि के चाहिँ तपाईँको ऊ चोक्का खाना गयो बुढी जलमा डुबेर मरी नर्मल हो त्यो त कहानीमै वाला हुने क्या कहानी वाला चाहिँ मैले चाहिँ यो कहानी पत्ता लगाएँ म अरू कहानीमा चाहिँ अझ घुस्न पाएन अहिले चाहिँ तपाईँको दिमागमा के चलिरहेछ त्यो बेला चाहिँ मेरो दिमागमा केही चलिरहेन कसरी च्याप्यो भन्ने त्यो त नर्मल हो नि त्यो निकाले च्याप्यो कसरी च्याप्यो के चल्छ दिमागमा अहिले होइन यो उसको क्या यो बिरालोले बाटो काट्यो भने अशुभ हुन्छ भन्छ नि त्यसको चाहिँ अलिकति सुनेको थिएँ क्या मैले त्यो कसरी अशुभ हुन्छ भन्ने कुरो त चाहिँ पहिला त्यो हाम्रो यो उसको पालामा क्या भगवान्कै पालामा भगवान्को पालादेखि अलिक तल्लो डाउनलाई के भन्छ सत्ययुग त्रेतायुग द्वापरयुग के भन्छ नि त्यो पालामा चाहिँ त्यो घोडा त्यो रथ हुन्छ नि त्यो रथ लिएर चाहिँ त्यो दरबार परिक्रमा गर्नुपर्छ अरे कि बिहानै बुझ्नुभयो घोडा लगेर त्यो दरबार परिक्रमा गर्नुपर्छ अरे क्या त्यहाँको जुन त्यो सेनाहरूले अनि त्यो बेलामा चाहिँ बिहान अब त्यो रथको आवाजले अब सुतेका जीव जन्तु बिउजेर भाग्न खोज्छ नि त त्यही बेला बिरालोले बाटो काट्दा बिरालोको आँखा बल्छ अरे आँखा बलेर चाहिँ त्यो घोडा तर्सेर चाहिँ झाडीतिर लगेर लडाइदिन्थ्यो अरे क्या त्यही भएर बिरालोले बाटो काट्दा अशुभ हुन्छ भने भन्छन् है फेरि त्यति नराम्रो चाहिँ होइन नराम्रो त होइन नि बिरालो चाहिँ बाटो नै होइन त नि त्यही त भने उड्नु त पुच्छर भएको नराम्रो भएको जीव उड्यो भन्दा झ्याउ है नि नमुना हुन्छ नि फेरि कहाँ नमुना डराउनु पर्यो नि उड्या बिरालो ल्याएर बिरालोलाई रिङ्गाटा चलाउन आउँछ त्यो मलाई आउँछ कसरी बिरालोको पुच्छरमा एउटा के बाँधिदिनु पर्छ घुमेको रिङ्गाटा लगाएर ढल्छु बिरालो ए उल्टो हुन्छ है यो एक्सपेरिमेन्ट चाहिँ मैले गरेँ ट्राई गरौँ अरू कुनै एकदम कम मान्छेलाई थाहा भएको कम मान्छेलाई थाहा भएको
त्यस्तो केही छैन मलाई थाहा नहुने भन्दै जाँदा गफै गफमा यसो आयो भने मान्छेलाई थाहा नहुने चाहिँ केही नै रहन्छ कि जस्तै अब तपाईँ र मलाई थाहा भएको कुरा पनि तपाईँलाई धेरै थाहा होला मलाई थोरै थाहा होला तर तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा हुन्छ क्या त्यो कुरा मलाई फेरि जुन त्यो हुन्छ नि जस्तै यो भयो भने यो हुँदैन गर्नु हुँदैन भन्छ नि के कारणले गर्नु हुँदैन त भन्ने त्यो गर्नै मन लागिरहेको थियो त्यो एउटा बच्चामा जस्तै बिना कारण कसैले त्यो नगर भन्छ नि त जस्तो अब हातमा खोर्सानी दिनु हुँदैन बाजिन्छ भन्छ नि त्यो चाहिँ त्यो पनि हो कहानी किन बाजिन्छ त्यो कसैले केही कारण भन्छ त कारण बनाएन कि जे भयो न कसैले हातमा खोर्सानी दियो उदाहरणको लागि मानौँ तपाईँ र म साथी थियौँ ल आमा 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 जा बाबु खोर्सानी मागेरले भनेर छिमेकमा पठाएँ खोर्सानीको बाब त पछाडिको बिड हुँदैन बिट के भन्छ त्यसलाई भेट्नु बिना खोर्सानी हातमा दियो होला उसले समातेर ल्यायो होला हो ल्याएर आमालाई दिँदाखेरि ट्याक्क अब केटाकेटी मान्छे हात नदिए आँखातिर कता कता पसिना पुग्छ ल पोलो उसलाई रुयो अब तपाईँ र म खेल्दै थियौँ उसको आमालाई के सोध्यो मेरो छोरालाई कुटो बाजा बाजु भएन बाजे त्यस्तै नै हुन सक्छ यो त थ्योरी भयो अलि यो मिलेरै जाउँ न भन्ने खालको थ्योरी हो केही कारण हुँदैन त खोज्नु परेन हो खोर्सानीले पोलिहाल्छ जसरी पनि होइन उसको त्यो गुडै पिरो पोल्नु हो यो थ्योरी काम आउन सक्छ त्यस्तो हुन्छ नि जे पनि रिलेटेड त्यो कारण वैज्ञानिक रिजन दिन सक्नु पर्यो क्या त्यस्तो त्यो हाम्रो फ्लाइट मोड राख्नु भएको तपाईँले वाइफाई पनि बन्द गर्नु बधाई छ तपाईँलाई अस्ति दोस्रो एपिसोड खिच्दाखेरि कुराकानी गरी होइन कति खेर फोन आएर चाहिँ त्यो बन्द गरेर भइहाल्छ कि भिडियो धेरै होइन त्यही त्यस्तो अनि अरू पनि यो जे पनि यो हाम्रो तपाईँ हिन्दू हो कि सनातन म चाहिँ हिन्दू क्रिस्चियन के क्रिस्चियनमा परेँ तपाईँ क्रिस्चियन हो जे पनि विज्ञानसँग रिलेटेड हुन्छ क्या बुझ्नुभयो जुन कारण दिन्छ नि हामीलाई त्यो अब जस्तो प्राय कुराको त कारणै कारण भन्दैनन् यो गर्नु हुँदैन भनेपछि गर्नु हुँदैन नै थोपारिदिने हो जस्तै अब तपाईँ क्रिस्चियन होइन म हिन्दू हो नि त्यो टाइमको चाहिँ एउटा टिमको चाहिँ कथा रहेछ क्या त्यो भने त्यो समयको मतलब हिन्दू र क्रिस्चियन कसरी भएको भन्ने कन्टेक्स्टमा होइन जस्तै कसरी भएको भन्दा विचार हो नि त त्यो भनेको होइन यहाँ बाजाबाज दुनियाँ गर्छ नि त मान्छेले विचार हो क्या जस्तै तपाईँले चुरोट खानुहुन्छ मलाई चुरोट मन पर्दैन म स्याउ खान जान्छु स्याउ खाने मतिर आयो नि त सबै स्याउ खाने एक टिम भयो तपाईँमा साथी भोलिबाट तपाईँ चुरोट खाने तपाईँको साथी हुँदैन त यदि मैले चुरोट खाएँ भने त्यस्तो टिम जस्तो हो रहेछ क्या यो कुरा धर्म भन्ने चिज चाहिँ त्यस्तो जस्तो लाग्दैन मलाई त्यो तपाईँको विचारको कुरा क्या विचारको तपाईँको ओपिनियन भयो नि त होइन त्यो अलिकति यो जुन फेजमा छ नि अहिले जति पनि मान्छेहरू नेपालकै कन्टेक्स्टमा कुरा गरौँ न क्रिस्चियन हिन्दू अब चाहिँ मुस्लिम बुद्धिस्ट यिनीहरूमा चाहिँ अब एउटा लेभलको मान्छेहरू चाहिँ बाजाबाजै गर्ने अनि एक लेभलमा चाहिँ हान्दिनी मार्दिनीसम्म पुग्छ नि त्योभन्दा अलिकति माथि उठेर सोच्ने हो भने चाहिँ विचारले हो क्या मान्छेलाई उ गर्ने त्यो हो क्या म हिन्दू म क्रिस्चियन त ठेट कोही पनि हुँदैन क्या यो टिम जस्तै अब म दसैँ तिहार मनाउँछ नि पहिलादेखि नै बाबुबाजेले गर्दै म त्यही टिममा हुर्केको अब मलाई त्यही मनपर्छ नि त सब हाम्रो एक टिम भयो नि त्यो टिम भयो क्या हाम्रो होइन अब तपाईँ जस्तै क्रिसमस मनाउनु होला तपाईँहरू सबै त्यहाँ एक टिम भयो नि त त्यही विचार मात्रै त्यहाँ हुन्छ सब मिल्यो क्या त्यही मात्रै हो केही नै अब जस्तै मानौँ हाम्रो पण्डितहरू भन्छ नि वैज्ञानिक कुरा चाहिँ खास के हुन्छ अब जस्तै पास्नी हुन्छ नि पास्नी छोरा मान्छेको पास्नी कति महिनामा गर्छ 6 महिनामा गर्छ छोरी मान्छेको पास्नी 5 महिनामा गर्छ 1 महिना अघि नै गर्छ क्या पास्नी भने भात खुवाइ थाहा छ त्यो किन गर्छ त पण्डितलाई सोध्नु के भन्छ थाहा यो शास्त्रमै लेखेछ भनिदिन्छ क्या तर उसले ठेट कारण चाहिँ वैज्ञानिक कारण चाहिँ के हुन्छ भने छोरी मान्छेको चाहिँ पाचन प्रक्रिया छिटो रेडी हुन्छ अरे क्या तिनीहरू बढ्न पनि अलि चाँडै बढ्छन् हो त्यो रहेछ क्या खास त्यो अनि त्यो पण्डितहरूले चाहिँ त्यो भनिदिँदैन क्या हामीलाई विद्वान मान्छेहरूले मात्रै त्यो विज्ञानसँग रिलेटेड हुँदै जाने कुराहरू पण्डितलाई नि के थाहै हुँदैन कति पण्डितलाई थाहा हुँदैन
कति नै सबैलाई थाहा हुन्न नि के होइन कतिलाई भनौँ होइन अनि भन्न नि जान्दैनन् क्या उनीहरू हो कि तपाईँलाई के लाग्छ यो जति पनि यो कुराहरूमा चाहिँ इन्भल्भ गराउने मान्छेहरूले प्रायः कुरा भन्दैनन् नि भन्दैन अब हाम्रो घरकै कुरा भनौँ न अहिले त्यो बिरालोले बाटो काट्नेदेखि लिएर अब त्यो खोर्सानी हातमा दिनु त्यो रिजन के हो कारण के त कारण के कारणै त्यो थाहा भनिदिनु नभएर पर्यो नि त अहिले उनीहरूलाई पनि थाहा छैन के त्यो उनीहरूलाई नि कसैले भन्दै हो हो त्यस्तो त्यस्तो गरी जुन भन्छ नि मान्छेले अनि तपाईँसँग भेट हुन्छ नि तपाईँले आफ्नो विचार राख्नुहुन्छ नि अनि उसलाई मन परेन झगडा हुने हो क्या त्यो अल्प विचारले त्यस्तो हाफ नलेज क्षति बढी भन्छ नि इज मोर डेन्जरस त्यस्तो त्यस्तो होला जस्तो लाग्छ मलाई। होइन होला होइन होला होइन, तपाईँ राम्ररी हो कुरा नि। गर्नु जस्तै अब ल हेर्नु है जेलाई पनि भनौँ न मानौँ अब सबभन्दा बढी अक्सिजन दिने के पिपल पिपल पिपलले हो अब पिपललाई के मान्छ भगवान मानौँ भगवान। विष्णुको अवतार अब पिपलले अक्सिजन दिएर हामी बाँचेको छौँ यो त हामीभन्दा ठुलो रहेछ भगवान रहेछ भनेर मानेर पो उसले भगवान भनेर पिपललाई पूजा गर्यो त विज्ञान वैज्ञानिक जानु त्यसरी जानु पर्यो नि अब तुलसीलाई पनि किन मान्यो तुलसीको औषधि उपचार हुन्छ भने भगवान तुलसीमा पनि अक्सिजन हुन्छ अरे त्यही भएर घरमा राति पनि अक्सिजन दिने बुट खोकीको औषधि भनेर मान्छ त्यसले जुन जुन चिज बचाउने त्यसलाई चाहिँ भगवान मानव भन्ने हुन्छ क्या अनि त्यसैमा कथावस्तु बनाएर मिलाएर देखेँ कि जस्तो लाग्छ मलाई त्यस्तो हुन्छ अरे तुलसीको बोटमा चाहिँ अब मान्छे मर्ला अब एक किसिमको हार्टबिटै रोक्यो तर नसाको बिट चाहिँ चलिरहेको भने त्यहाँ लान्छ हतार हतार लगेर चाहिँ त्यहाँ तुलसीको मठ छेउमा लगेर सुताउने हो अरे क्या त्यो तुलसीले चाहिँ हल्का चाहिँ एउटा ऊ फालिरहेको सास गर्न सजिलो हुन्छ भने त्यो एउटा चाहिँ रहेछ भन्छ पहिलादेखि नै त्यही भन्छ है वैज्ञानिक हिसाबले भन्दा त्यस्तो हो अब मान्छेले अनेक अनेक हुन्छ क्या त्यो त्यो त मान्छे मान्छे पछि विचार हुने छुट्टा छुट्टै टिम भित्र पनि टिम हुँदो रहेछ क्या फेरि अब हाम्रो हिन्दू भन्छ नि हिन्दू सनातन पनि भन्छ हिन्दू नि भन्छ अनि त्यो भित्र पनि फेरि वैष्णव अरे वैष्णव पनि प्रजाति छ क्या यो चाहिँ के त फेरि खै म पनि बुझ्दिनँ त्यो यो चाहिँ तपाईँको अब जस्तै हिन्दू भन्ने एउटा सम्प्रदाय हो त्यहाँभित्र पनि चाहिँ त्यसो त हुनु भने त अनि ती विचारै नमिलेर त होला नि त्यहाँभित्र पनि फेरि त्यहाँ छुट्टै टिम छुट्टै भयो भयो क्या क्या त्यस्तो हुने रहेछ गाह्रो यो झन् बुझ्दै गएपछि यो ठिक्क लेभलसम्म अहिले हामीले कुरा गरेको थियौँ त्यो ठिक थियो यो भित्र गएपछि जस्तो लाग्ने कि यो नर्मल हो जस्तो लाग्यो क्या नजाउँदैछ भित्र बाहिर भित्र जानु पनि हुँदैन धेरै अनेक थरी बोलिएले एकदम त्यो फेरि गाह्रै कुरो यो नर्मल कुराहरू मात्रै हो क्या विज्ञानसँग रिलेटेड कुरा भएर यता हामीले उल्था गर्दा मान्छेले अनेक कहानी बनाइदिन्छ नि त्यो कहानी चाहिँ हामीले सुन्दै गरेको क्या त्यो कारण चाहिँ भनिदिँदैन नि त भन्दैन के कारणले चाहिँ यो भयो भन्नेको कसरी भयो होइन त्यो कारण अब हामीलाई बताइदिने मान्छेसँग पनि कारण चाहिँ छैन क्या उसलाई पनि अरू कसैले भनिदिएर गर्न हुन्न भनेर जस्तै नुन माग्न हुन्न अरे नुन मागिहाल्यो भने पनि त्यति नै दिनुपर्छ नुन बेसार हो त्यस्तो क्या भन्छ नि होइन जे त्यति पनि दिनुपर्छ नि भनेर। होइन त्यो त पैँचो माग्दाखेरि त दिनु पऱ्यो खोर्सानी ए बाबा उसको घरमा नुन सर्टेज हुन लागेको थियो र अब 2 पाथी राखेको थिएँ मैले अर्को महिना त पुग्दैन अनि छिमेकी माग्न आयो ल नुन चाहिँ है अर्को 2 महिना कभर हुने गरी उसले अगाडि पनि राखेको छ अर्को माग्न आयो र नुन त त्यसरी मागेको जति ल्याउनु पर्छ अरे भनेर भनेपछि होइन नुनले त्यसो हुन्छ भनेर उसले त ठ्याक्कै ल्याइदिनु नि त टाइम त्यसरी भने नि हुनसक्छ होइन अदुवा चोर्नु हुँदैन भन्ने पनि छ नि अदुवा छँदै थिएन लिमिटेसनमा मात्रै अदुवा अदुवा त रोपेको limitation थियो हुन्छ, र चोरेर सक्यो अनि चोर्नु हुँदैन भन्ने चाहिँ अदुवा पनि फर्सी चोर्नु हुँदैन भन्छ खोर्सानी चाहिँ चोर्नु भन्छ होइन खोर्सानी चोर्नु भन्छ अरे यो चाहिँ के त फेरि खोर्सानी मिठो हुँदैन पिरो लगेर खोर्सानी पिरो हुन्छ कसले खान्छ र चोर भनिदियो होला त मन पर्दैन त्यसलाई खोर्सानी अनि अर्को एउटा कुरा हो केरा पाकेका केरा रुखमा देख्यो भने त्यो चाहिँ टिपेरै खानु खाने भएर नत्र आँखा फुट्छ अरे त्यो के हो ए बाबा त्यो कस्तो हुन सक्छ थाहा छ पाकेको केरा तलबाट भेट्दैन घरबेटी चोर्छ चियोला घरबेटी त्यो केरा रोप्ने मान्छे टिपेरै खानु भनेको चाहिँ त्यसले बगैँचा रुख ढलाउँछ पाकेको चाहिँ लिएर जान्छ बाँकी म ल्याएर फेरि पकाउँछ एउटा पाकेको हुन्छ तरिका हो क्या तरिके होइन भाइ जसो गरी मिलाउनु मिल्छ क्या होइन यो तरिके त्यस्तै अर्को नि छ त के छ अरू अरू के छ त्यस्तो भन्नु त केराको भइहाल्यो त्यो
अरू त्यस्तो त छैन। अनि यो भूत सम्बन्धीको कुरामा के तपाईँले के छ यसको विषयमा? भूत सम्बन्धी चाहिँ मलाई हुन्छ जस्तो लाग्छ। भूत हुन्छ है? भूत भनेको कस्तो भूत भनेको? भूत भनेको मतलब भूत एउटा चाहिँ के बाटोमा हिँड्दा देखिन्छ नि, अब कतिले देखे पनि त्यो भन्छ चाहिँ दुई होइन? खालको हुन्छ जस्तो लाग्छ मलाई क्या। मलाई चाहिँ मैले अब त्यो धामी झाँक्रीहरूको कुरा पनि सुने होइन, तर अरूतिर त्यो अब यो ओम शान्ति यो यताभित्र नि ओम शान्तिहरू के भन्ने त्यहाँ पनि एकचोटि गएँ क्या म, विचारहरू सुने क्या। यसमा चाहिँ यो हाम्रो हिन्दू क्रिस्चियन अनि यो युगको बारेमा हुन्छ नि, यो द्वापर युग त्रेता युग सबै भन्छन् नि, त्यो युगको बारेमा चाहिँ कसरी यसरी टिम छाँटी गयो भन्ने कुरा त्यहाँ भन्छन् क्या। ए ओम शान्तिमा? ओम शान्तिमा चाहिँ त्यस्तो विचारहरू हुँदो रहेछ क्या। ए भने सब गएँ नि त म त्यहाँ। अनि त्यताको कुरा सुन्दा चाहिँ आत्माको स्वभाव चाहिँ कस्तो हुन्छ भने यो उताको विचार होइन कि मैले बुझेँ। आत्माको स्वभाव चाहिँ आफूलाई इज्जत खोज्ने, मान खोज्ने स्वभाव हुन्छ अरे क्या। बुझ्नुभयो? जस्तै तपाईँले आत्मालाई मान्नुहुन्छ भनेर भनेपछि तपाईँमा भर पर्दो रहेछ क्या, त्यो त्यस्तो हुन्छ अरे क्या। जस्तै एउटा ढुङ्गा छ नि माने, मैले त्यो ढुङ्गालाई देउता हो भनेर सबैले त्यसमा सबैको दिल मन बस्छ नि, त्यहाँ आत्माले बास गर्छ अरे क्या। किनभने उसलाई त्यहाँनिर मान्ने ठाउँ त्यहाँ पायो नि त उसले, सबै आएर त्यहाँ निहुरिने भए पूजा गर्ने। अब त्यहाँ चाहिँ पूजाको मतलब होइन, पूजाको मतलब भएन फेरि त्यहाँ। पूजा त अब अबिर दलाउला त्यो छुट्टै कुरो हो। तपाईँ क्रिस्चियनले फेरि यही भन्छ अबिर सबिर दल्ने होइन, हो कि अबिर दल्ने माला लाउने यो भन्ने कुरो होइन क्या। त्यो आत्मा मनमा हुन्छ भन्छ नि, सेम त्यही क्या। जस्तै अब के भन्नु अब तपाईँ ढुङ्गामा त त्यो अनुहार नभए पनि ढुङ्गालाई चाहिँ मानौ नि त फेरि, त्यहाँ चाहिँ फेरि आत्माले बास गर्छ अरे भन्छ नि फेरि त्यो ढुङ्गामा चाहिँ जे कुरामा पनि क्या। जस्तै यो घर छ, म ध्यान गरिरहेँ, म एउटा जे चिज पाउन ध्यान गरिरहेको छु, ल जुनसुकै मनपर्ने अब भगवानको नाम लिएर म जपिरहन्छु भने त्यो आत्मा घुम्छ अरे क्या त्यहाँ आएर भन्छन् क्या। हो के गर्छ मैले पनि यो जस्तै अब म आत्मा हुँदैन म मान्दिनँ भने पनि त्यो रेडी क्या, तपाईँबाट हट्छ क्या, त्यो बास गर्दैन अरे क्या त्यहाँ। अनि तपाईँले मान्नुहुन्न नि, तपाईँलाई तर्साउँदा पनि तर्साउँदैन केहीले पनि क्या। नमान्नेलाई चाहिँ नतर्साउने, नमान्नेलाई नतर्साउने क्या, मान्नेलाई मात्रै तर्साउने भन्दा पनि जस्तै तपाईँले मानिराख्नु भएको छ होइन, तर्साउने भन्दा पनि उसलाई उसको प्रेजेन्स म यहाँ छु भनेर उसले त्यो तपाईँलाई त्यो देखाउन खोज्ने, तपाईँसँग चाहिँ इन्टरेक्ट गर्न खोज्ने हो। त्यो भन्दा त्यस्तो हुँदाखेरि तर्सिने हो कि। ध्यानको मतलब त्यो, ध्यानको मतलब तपाईँले जुन चिज पाउनलाई तपस्या गर्नुहुन्छ नि, त्यो चिज आएर तपाईँको वरिपरि घुम्नु मान्नु क्या होइन। त्यो चिज आएर तपाईँ केही कथा पनि तपस्या भङ्ग हुन खोज्यो नि, उसले झस्काउने क्या तपाईँलाई, त्यो झस्काइ चाहिँ भूत भन्ने हो क्या मान्छे। आत्माले चाहिँ झस्काउने, आत्माले झस्काउने त्यो भूत भन्छन् जस्तो लाग्छ। यो पोजिटिभ वेमा। नेगेटिभ वेमा भूतको बारेमा बुझ्दाखेरि मान्छे कुनैलाई भूत लाग्यो भन्ने, भूत लागेरै मर्यो भन्ने होइन, त्यस्तो हुँदैन। त्यो हुँदैन हुन्छ भन्छ त कति त। अझै साँझको बेलामा त्यो बाहिर ननिस्कि भन्छ कति गाउँतिर होइन, त्यो झुल्के घाममा ननिस्कि के भन्छ नि त। भूत भनेको प्रेत आत्मा अरे क्या। प्रेत आत्मा जहिले पनि के हुन्छ, लाइटदेखि डराउँछ अरे क्या। लाइट भनेको लाइट नै गड हो क्या, उज्यालो नै देउता हो क्या भन्छ धेरै जस्तो उसले। जस्तै यो गौतम बुद्ध भन्छ नि, एसियाको लाइट भन्छ होइन। गौतम बुद्ध एसियाकै भगवान भन्न खोजेको नि त त्यो होइन। त्यो लाइटलाई नै गड मानेको रहेछ क्या। यो ओम शान्तिको जुन त्यो सबैको मतलब लाइटै हो क्या। यसुको जुन हुन्छ नि त्यो जन्म हुन्छ नि, के अरे मरियमले जन्म दिन्छ, त्यो लाइटबाटै आएको भन्ने छ नि विचार। सबै त्यो लाइटबाटै त्यसको ऊ हुन्छ अरे क्या। नभए हामीले बाल्ने दियो छ नि हिन्दू धर्म, त्यो के भन्छ, त्यो पनि लाइटै हो। त्यो एकदम राम्रो स्वच्छ आत्मा चाहिँ आएर त्यहाँ बसोस् भन्ने मान्यता हो नि त त्यसको। त्यसको लागि बालेको हो क्या त्यो, बुझ्नुभयो? त्यो लाइटै हो क्या सब थोक भन्ने। यो ल यो ठिक छ, यो विषयमा राम्रै कुरा भयो। मैले अझ अर्को के कुरा जोड्न चाहेँ भने मैले के भन्न आँटेँ त्यही त्यो लाइटकै कुरामा तपाईँले गरिरहनु भएको थियो। अनि अब हेर्नु है त,
अब स्वच्छ आत्मा भनेको लाइट भइगयो भनेको मतलब हामी जुन हाम्रो आत्माहरू छ नि त लाइटमै हामी मैले तपाईँले जोड्न खोजेको कुरा स्वच्छ आत्मा भयो अब प्रेत आत्मा कस्तो हुन्छ लाइट अस्ताउन आँटेको बेला अँध्यारो सुरु हुन्छ नि अनि अँध्यारो मन पराउँछ अरे क्या प्रेत आत्माले अनि त्यही भएर साँझमा नहिँड्नु त्यो सलबलाउने बेला अरे भन्न खोजेको क्या तपाईँले अहिले भनेको कुरा चाहिँ यो मुस्लिम कमिटीमा चाहिँ फेरि खतरा रहेछ क्या यो चाहिँ यो साँझको बेलामा चाहिँ केटी मान्छे अनि यो अत्तर लगाएर सेन्ट लगाएर बिल्कुल नहिँड्ने कपाल बाने छोडेर नहिँड्ने मुस्लिम कमिटीमा यस्तो खतरा रहेछ त्यहाँ त तिनीहरूकोमा त त्यो के भन्छ भने जिन भन्छ क्या भूतलाई त्यो जिन उनीहरूमा टाँसिएर आउँछ अरे क्या जिन त्यो मुस्लिम कल्चरमै त्यो एकदम स्ट्रिक्ट के बेलुकी पख त हिँड्नु नै भएन क्या साँझमा त्यो जुन तपाईँले भन्नु नि घाम डुब्ने बेलामा निस्किनु नै भन अरे क्या त्यही भएर त्यो टाइममा नमाज पढ्छ नि त घरभित्र बसेर त्यस्तो यो अनि मैले तपाईँलाई भन्नु चाहिँ यो भूत जस्तै एउटा जति मान्छे मऱ्यो त्यो सबै भूत हुन्छ त हुँदैन रे त हुँदैन होला स्वर्ग जाने नर्क जाने भन्ने विषयमा के स्वर्ग जाने नर्क जाने भन्ने विषयमा यहीँनिर अल्मलिएर रुमलिएर बस्ने भूत त्यो आत्माहरू के हो सुन्नु जस्तै अहिले मैले तपाईँसँग घुलमिल भयो नि मेरो आत्मालाई चाहिँ तपाईँसँग अहिले घुलमिल भइरहेछ नि जो जतिसँग घुलमिल भयो त्यो आत्माले 13 दिनसम्म त्यही वरिपरि घुमिरहन्छ अरे क्या त्यो आफूसँग जस्तै 13 दिनले दाजुभाइ भन्छ नि त 13 दिने 5 दिने दाजुभाइ भन्छ नि आफू के अरे अब जस्तै 5 दिने दाजुभाइ नि अलिक परको भन्ने हुन्छ त्यो आत्मा त्यति घुलमिल हुन पाउँदैन क्या जस्तै जिउँदै हुँदा पनि घुलमिल हुन पाउँदैन नि त परको 13 दिने दाजुभाइ हुँदै एउटै घरको भन्ने बुझ्यो नि त अनि त्यो त्यहीसँग आत्मा अब त्यो मरेपछि आत्मा 13 दिनसम्म घुमिरहन्छ अरे क्या आफ्नै एरियामा क्या आफ्नै उसमै घुमिरहन्छ अरे क्या आफ्नै फ्यामिलीमा होइन त्यो 13 दिनसम्म चाहिँ उसलाई खुसी पार्नलाई गरेको काम हुन्छ नि त्यो अब राम्रो जुठो बार्ने के बार्ने अनेक भन्छ नि त्यस्तो कुराहरू चाहिँ 13 दिनसम्म गर्छन् अरे क्या सफा सुग्घर त्यो उसलाई मानेको अरे क्या ऊ खुसी हुन्छ अरे क्या अनि त्यो अनि बैतरनी भन्छ नि बैतरनी तार्ने स्वर्ग र नर्कको बिचमा चाहिँ बैतरनी भन्ने नदी हुन्छ अरे होइन अनि त्यो बैतरनी नदी तर्नको लागि चाहिँ त्यो जुन दान गरेपछि चाहिँ त्यो नदी तर्न सजिलो हुन्छ अरे क्या त्यो आत्मालाई अनि स्वर्ग जान्छ अरे क्या राम्रो भन्ने बैतरनी गर्ने मान्छे चाहिँ त्यसरी जान्छ बैतरनी तरिस भन्छ नि स्वर्गै गइस भन्नु आउँछ क्या त्यस्तो मान्यता चाहिँ छ है फेरि सेम यही उसमा होइन एउटा मैले इङ्ग्लिस ऊ हेरेको थिएँ वेब सिरिज त्यो मर्ने मान्छेहरूलाई चाहिँ त्यसको तिनीहरूको आत्माहरूलाई चाहिँ खोला तार्ने भनेर लिएर जाने रहेछ तर खोला नतार्ने के तिनीहरूलाई त्यहाँ गएर तिनीहरूको आत्मालाई चाहिँ त्यहाँबाट अझ भित्र तानेर त्यहाँभित्र ठुलो रुम हुने फेरि अनि तिनीहरूको त्यो आत्माहरू जम्मा पारेर अब त्यो इङ्ग्लिस त भयो होइन आत्माहरू जम्मा पारेर त्यहाँबाट छुट्टै केमिकल निकालेर अनि मान्छे अर्को ऊ बनाउन खोज्ने क्या अर्को यो नयाँ विचार बनाउनु नयाँ मान्छेको जेनेरेसनै फरक के म त्यो ठ्याक्कै त्यो बैतरनी तानी त्यो तार्ने भन्नुभयो नि त मैले ठ्याक्कै त्यो नदीमा चाहिँ फेरि अनेक दुनियाँ राक्षसीपनहरू बढी भएर तान्छ अरे क्या त्यहाँ भन्छन् है मैले पनि त्यो उसमा हेरेकै मैले पनि त्यो अब ठेट चाहिँ कसैले सुन्दै हावा गफ्दियो भन्नु ल मैले सुनेको भन्छ होला के अरे यो जे 13 दिन सकिने बेला नत्र 1 वर्ष सकिने बेला त्यो पढ्छ नि गरुड पुराण पूजा लाउने बेला के त्यो बेलातिर भन्छ होला यो विषयमा पुनर्जन्मको विषयमा के छ यो हाम्रो टपिकै त्यही हुने भयो कुराकानीमा है पुनर्जन्म जो आउँछ मैले त्यही पुनर्जन्म बारे सोच्छु के हो पुनर्जन्म हुन्छ जस्तै तपाईँको यो अहिलेको शरीर तपाईँ नितराज खतिवडा तपाईँ नितराज खतिवडा होइन नितराज खतिवडाको शरीर हो नि त म निर्मल भण्डारीको शरीर हो यो त्यो योगेन श्रेष्ठको शरीर हो योगेन श्रेष्ठ त्यो होइन नि योगेन श्रेष्ठको शरीर चाहिँ हो कि म त्यसरी चाहिँ कुरा गर्छु तपाईँलाई के लाग्छ यो विषयमा यो आत्मा भनेको सफ्टवेयर हो ज्यान भनेको हार्डवेयर हो क्या बुझ्नुभयो अब तपाईँको सफ्टवेयर झिकेरमा मेरोमा हाल्यो भने त्यो त्यही अनुसारको हुन्छ नि त युआई सफ्टवेयर र एप्पलको सफ्टवेयर कति फरक हुन्छ
होइन यो त फेरि ऊ मेकानिकतिर गयो नि त कुरो त्यही हो क्या भनेको है मान्छेको यो सिभिलाइजेसन यो मान्छे समाज यिनीहरू सबै सिस्टमबाटै चल्यो है एक हिसाबले हो भने हो नै होइन त सफ्टवेयर त उडायो मान्छे मर भने सफ्टवेयर उडायो नि त सास गयो सफ्टवेयर उडायो मोबाइलको त्यही त हो क्या भन्नु न हो सफ्टवेयर उडायो हो त्यो अब मान्छे जुएस भयो ह्याङ भयो क्या ह्याङ भयो काम गर्यो जस्तै कम्प्युटरमा तार हुन्छ होइन तार चुट्यो नि बिग्रियो मान्छेको नसा तार चुड्यो नसा काटियो कुनै अङ्ग गयो तार चुडियो त्यही त नि सबै त्यहीसँग बिग्रेको रिलेटेड हो नि होइन सिस्टम हो सिस्टम अब यो कान छैन मान्छेको के भन्छ स्पिकर गयो मोबाइलमा तर मैले कानको चाहिँ खासै काम बोली देखिनँ। आएन माइक गयो हो? यो कानको चाहिँ मैले काम देखिनँ कि खासमा किन? यस्तो खाले काम बनाइदिएको यो नभए नि हुन्थ्यो होला त सिधै हुन्थ्यो होइन नि तपाईँको वन्यजन्तु जस्तै मृगलाई हेर्नु भए मृगको कान यस्तो हुन्छ नि ठाडो हुन्छ। ठाडो हुन्छ त्यो चाहिँ उसले सुनेको क्या ऊ परको सराक स्वरूप ऊ परको चाहिँ त्यो केही बाघको ऊ त्यस्तो सुनेको के बिरालोले नि कान खतरा ठाडो पार्छ कुकुरले नि पार्छ गाई बस्तुले त्यो कानले चाहिँ त्यहाँको त्यो भाइब्रेसन क्याच गरेको अरे कि जस्तै तपाईँ बोल्नुभयो तपाईँको आवाजले त आयो नि त यहाँ ठोकेर भित्र छिर्ने हो त हो त्यही हो त्यही हो अब तपाईँले भन्नु होला इयरफोन लगाए अब इयरफोन त लता भित्रै जान्छ तर इयरफोन लगाउनु र अनि त्यो हेडफोनहरू युज गर्नु धेरै खराब हो भन्छ नि भित्र यति मसिना चाहिँ त्यो उहरू हुने रहेछ क्या यस्तो हो मैले मेरो बुझाइमा चाहिँ कानमा चाहिँ तरल पदार्थ हुन्छ अरे क्या त्यो झोल चाहिँ जुन सानो आवाजको त्यो फ्रिक्वेन्सीले पनि त्यो झोललाई हल्लाउँछ अरे क्या बुझ्नुभयो जस्तै अब कुन फ्रिक्वेन्सीले कतिको खलबल आउँछ क्या त्यो झोललाई भन्ने क्या तरल पदार्थ हुन्छ अरे क्या अनि त्यो त्यही अनुसारको आवाज कस्तो टाइपको हो भन्ने आफूले छुट्याउँछ क्या जस्तै एउटा ढुङ्गामा बन्तर हान्नुहुन्छ त्यसले सिरिङ्ग गर्छ नि ज्यान याद गर्नु भएको तपाईँले खुकुरी ढुङ्गामा हान्नु ज्यान सिरिङ्ग गर्छ नि त्यो आवाजले चाहिँ त्यो त्यसलाई एकदम खलबलाइदियो क्या अनि तपाईँलाई आवाजले त्यस्तो गरायो क्या भित्रको अर्को कुरा त्यसरी सुनिने रहेछ क्या हाम्रो डेक्चीमा स्टिलको पन्युले हल्लायो भने त्यहाँ निस्किन्छ नि त्यो ज्रिङ्ग हुने क्या त्यो आवाज पनि त्यही हो त त्यो आवाजले पनि त्यही हो पक्का सानो आवाज हुन्छ नि तर त्यसले ज्रिङ्ग बनाउँछ क्या एकदम ऊ क्या मलाई कति पछिसम्म होइन त्यो जजकको ऊ मिनिङ थाहा छैन क्या के त्यो जबरजस्ती करनी रहेछ क्या त्यो उसमा क्या त्यो अदालततिर ए जजक ल मलाई त मलाई थाहा नभए जजको अरे जबरजस्ती गर्ने जजको क्या यो कानुनी ऊ तर रहेछ नि यस्तो त कुराहरू चाहिँ थाहा हुनुपर्ने रहेछ होइन गर्न हुँदैन भनेपछि त्यो सकिगयो नि होइन त्यो विषयमा थाहा भएर त कहाँ हुँदैन त्यो विषयमा थाहा भने त गरिदिएन नि मैले भन्न खोजेको कुरा चाहिँ सपना क्या सपना मान्छे हामीलाई 12तिर पढ्ने बेलामा भूपेन्द्र सर भन्ने हुनुहुन्थ्यो एकजना उहाँले भन्नुहुन्थ्यो कि दुनियाँमा सबैभन्दा एकदम फास्ट मुभ हुने चिज के हो भनेर कुरा गर्दाखेरि मन हो र क्या मान्छेको सपना चाहिँ के हो त मन हो त सपना मतलब आत्मा हो सपना मन हो सपना के हो त सपना 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 भनेको केटी हो त्यो वेमा हो सपना भनेको चाहिँ मैले त्यो प्रवचनमा सुने क्या त्यो ओम शान्तिको प्रवचनमा जस्तै सपना चाहिँ हाम्रो हर्टसँग कनेक्सन हुन्छ क्या मुटुसँग हर्टसँग कनेक्सन भएर मस्तिष्कले जुन गर्छ नि मस्तिष्कले जुन जुन देख्छ नि सपना त्यो चाहिँ मुटुसँग रिलेटेड हुन्छ अरे यसलाई अझ अलि व्याख्या गर्दा जस्तै उदाहरण जस्तै तपाईँ जे सोच्नुहुन्छ नि त्यो सोचाइले तपाईँलाई असर गर्यो नि त गर्यो तपाईँले धेरै सोच्नुभयो तपाईँलाई निन्द्रा लागेन अर्को जति के भयो प्रेसर लो भयो तपाईँलाई निन्द्रा आएका सपनामा सोच्नुभयो कसैलाई कुटेको देख्नुभयो तपाईँलाई रिस उठ्यो भनेपछि मुटु छिटो छिटो हुन्छ बिउजिनु भयो भने मुटु धड्किन्छ नि प्रेसरलाई असर गरेर
मतलब ए मतलब मेरो शरीरमा चाहिँ के कमी कमजोरी छ त्यो चाहिँ सपनाले असर पार्ने हो मतलब के म अझ बुझिनै क्या भनाइको मतलब भनाइको मतलब कस्तो भन्दा सपना देख्नै सकिने मात्रै होइन क्या आफ्नो शरीरसँग पनि त्यो रिलेटिभ हुने रिलेटिभ हुने भयो क्या भनेको मतलब शरीरको भित्री जुन हुन्छ नि रोगहरूसँग पनि त्यसले ठुलो चलखेल राख्दो रहेछ क्या अनि जस्तै सपना चाहिँ कति रोगहरूसँग पनि राख्ने कति लामो देखिन्छ ल भन्नु त कति टाइमको क्या त्यो सर यार तपाईँ के प्रश्न सोध्नु फेरि कति टाइमको भन्दैन सपनाको इन्डिङ र स्टार्टिङ इन्डिङ त ल इन्डिङ र स्टार्टिङै हुँदैन क्या सपना इन्डिङ भएको थाहा हुन्छ कुनै पनि बेला ल्यास बिउज्यो भने त्यो तपाईँ बिउजेको सपना इन्डिङ भयो होइन नि त होइन जस्तै तपाईँमै बिउजिनु भएको त म कहाँ जाँदैछु बाटोमा कुदिरहेको बेलामा तपाईँले मलाई ल सपनामा कुदिरहेको छु त्यो कुद्ने फिनिसिङ आएको थियो नि तपाईँले मलाई बिउजाइदिनु सपना इन्डिङ हो त भएन नि त्यो बेलामा देखिरहेको त इन्डिङ तर इलन मस्कले चाहिँ त्यो के भन्छ चिप त्यो सपना पनि भिजुअलाइज हुने गरी त्यहाँ सेभ हुन्छ भनेर बनाएको छ अरे त्यो एउटा सपना मैले देखेको म त्यो बेलामा दुबईमा थिएँ यति खतरा देखेँ होइन चाइनासँग नै वार परे के तपाईँको हाम्रो लगायत सबैको त्यहाँ हाम्रो घर जाने बाटोमा चाहिँ उनीहरू मार्दै मार्दै त्यो सिन्धुपाल्चोकमा हाम्रो घर जाने बाटो एउटा खोल्सा जस्तो छ एउटा बाटो एउटा पोइन्टमा त्यहाँनिर लुकेर बसेको त्यही आइदिरहेको क्या त्यहाँबाट त अनि बन्दुक निकालेर ब्राङ ड्याङ उनीहरूकै बन्दुक खोसेर हान्ने त्यो मैले त्यो लेखेर पनि राखेको छु क्या नोट्समा त्यस्तो खतरा सपना देखेँ क्या मैले त्यो सपना चाहिँ रियालिटी मतलब अहिले मैले यहाँ भनेर यसरी मोबाइलमा देखाउन सक्यौँ भने त तपाईँले अहिले भनेको कुरालाई त्यो ठ्याक्कै कनेक्सन गर्दाखेरि के धेरै खतरा हो क्या त्यो त हेलिकप्टर आएर बसेको छ घरमा मान्छे छिरेछन् बमै फालिदिएछ त्यस्तो खालको त्योभन्दा अगाडि मैले फेरि फिल्म हेरेर सुते पनि होइन क्या त्यो कहाँबाट आयो क्या त्यो सपना तपाईँले देखाए एकदम खतरा सपना के छ त्यो अब के हो त्यो म कहिलेकाहीँ यसो अनुभव गर्छु आफैलाई म अलि खतरै खालको मान्छे जस्तो लाग्छ मलाई सोच्दै हुनुहुन्छ त्यो सादा जीवन उच्च विचार त्यो परे तपाईँको माइन्डले चाहिँ कस्तो कस्तो कुरा कतिसम्म गर्छु भन्ने सोध्छ त्यही कुराहरू सपनामा देखिने होला जस्तो लाग्छ मलाई त्योभन्दा बढी लेभलको क्या अनि जस्तै यो सपना चाहिँ जम्मा 11 सेकेन्डको मात्रै हुन्छ अरे क्या ए तपाईँले अहिले त्यही भएर सोध्नु भयो कहाँबाट पत्ता लगाउनु कसरी जस्तै तपाईँ एकछिन ढल्किनु भयो ढल्किँदाखेरि त 2 मिनट पनि निदाएको हुँदैन नि त सपना देख्नु भने तपाईँले त दुनियाँ भइसकेको सपना देख्नुहुन्छ नि त तर त्यो सपनाको टाइम चाहिँ जम्मा 11 सेकेन्डको मात्रै हुन्छ अरे क्या 11 सेकेन्ड भन्दा बढी देख्दैन हुँदैन अरे क्या होइन होला हो कसले भने यो मैले पढेकै हो क्या एकछिन सुत्दाखेरि तपाईँले दुनियाँ देखिसक्नुहुन्छ ल त्यो गाउँमा खेत जोतेर त्यो धान फलेर ऊ भएर सोच्नु त तपाईँ आफै त्यो राति 8 घन्टा सुत्दाखेरि 4-5 वटा सपना देख्छ कोही बेला होइन एकैछिनमा के भइसकेको हुन्छ त त्यहाँनिर त्यो चाहिँ टाइम हुन्छ अरे कि जम्मा 11 सेकेन्ड कतिको मात्रै हुन्छ अरे त्यो कति मान्छेलाई त सपना 1 सेकेन्ड कहाँबाट प्लस हो त 1 सेकेन्ड त्यसलाई टाइम लाग्यो होला नि त अनि मान्छे सोध्ने बित्तिकै त सुन्नु न अब त इलन मस्कले बनायो भने त्यत्रो धान फलेको ओरेको सबै धान भेटिरहेको भकारीमा हालेको समेत सबैलाई 3 महिनाको कुरो थियो धान फल्न भकारीमा 3 महिना लाग्दैन तराईको ठाउँमा पहाडमा त बढी लाग्यो बढी लाग्छ अन्त 3 महिनाको लागि 11 सेकेन्डमा देखाउँदा कति छिटो देखाउँदा हाई स्पिडमा त्यो खिच्ने भन्दैले होइन त यार त्यस्तो प्रविधि बनाउ भने त त्यसले बनाइ नै सक्यो त लन्च गर्नु भएको होला त्यो टाउकोमा राख्ने त्यो मेमोरी चिप चाहिँ एकजना त्यो टेस्ला मोबाइलमा नि कनेक्सन हुन्छ अरे त्यो भन्ने सुनेको थियो त्यो टेस्ला फोन निकाल्ने भने निकाले छैन है त्यसमा त ब्याट्री हाल्नु पर्दैन भने हैन ब्याट्री त जो लाइफ टाइम टिक्ने के भन्छ घामले चार्ज हुने क्या इन्टरनेट फ्री अरे फेरि इन्टरनेट फ्री के चाहियो त्यो भन्दा त इन्टरनेट कम्पनी सबै डुबिहाल्यो उसकै मात्रै इन्टरनेट छ नि त स्टारलिङ्क के भन्ने नेपालमा पनि चाह्यो भनेर ऊ
कुरा गरेको थियो नेपालकोले दिएनले भनेर सुनेको उसकैमा त एकलौटी बनाउन खोज्यो होला त्यहाँबाट त अनि मन्थली सब्सक्रिप्सन किन्न पर्यो नि तपाईँहरूले कुनै पनि एप युज गर्नुभयो भने फ्रीमा युज गर्नुभयो भने पनि एउटा सर्टेन टाइममा चाहिँ उसले उ गर्छ क्या जस्तै अहिले क्यापकट हेर्नु भन फ्री टाइम कति युज गरियो त अहिले अब आइफोनमा युजै गर्नु मिल्दैन पैसा तिर्नु पर्यो त्यो एउटा हुन्छ क्या एक टाइममा चाहिँ उसले अहिले फ्रीमा दिए पनि 1 वर्ष 5 वर्ष उहाँले भन्नु पनि एकलौटी नै गर्ने हो क्या त्यो अहिले अमेरिकै अब इलन मस्क चलायो भने नि भइगयो नि अहिले त लगभग है जे भने नि अब डोनाल्ड ट्रम्पले अच्छा ओके भनिहाल्छ अच्छा चाहिँ भनेन होला मोदीको पो हो त अनि अब त्यो गेहरूको अब गेहरूको यिनीहरू लेस्बियन सेस्बियन त अमेरिकाबाटै मतलब पश्चिम राष्ट्रहरूबाटै सुरु भएको हो नि अब इलन मस्कको छोरोले चाहिँ लिङ्ग परिवर्तन गरेर छोरी भयो भन्दैमा उसले अब त्यो उनी पारित सबभन्दा फर्स्ट त्यही पारित गर्दै थियो कि उसको त त्यो ऊ रहेछ क्या उसको छोराले चाहिँ त्यसो जेन्डर चेन्ज गरे भएर उसलाई एकदम हट भएर छ कि मलाई एकदम दुःख लागेको छ उसलाई अनि अब यो जेन्डर चेन्ज गराउने चाहिँ यो कानुन विपरीत हुन्छ भनेर भन्नु पर्यो भने ओके कानुन विपरीतै भयो क्यान्सल थर्ड जेन्डरै छैन क्या लेडिज एन्ड बोय केटा केटी तेस्रो लिङ्गी भन्ने नै छैन तेस्रो लिङ्गी भएर बाँध्न नपाउने अनि जन्मियो भने त्यस्तो त्यस्तो त जन्मिँदैन तर व्यवहारले भन्दा व्यवहारले त्यही क्याटेगोरीमा राख्दिनु होला व्यवहारले अब त्यो क्याटेगोरीमा निस्केर हिँड्न पाएन ऊ त्यो क्याटेगोरीमा घरभित्र बस्नु पाए उसले आफूले खुलेर चाहिँ अब चाहिँ बाहिर निस्केर कुरा गर्ने हिँड्ने अब केटाले केटीको ड्रेस लाएर हिँड्ने गर्न पाएन अब त्यो देखियो भने कार्यको तपाईँको हिजो भर्खर एउटा भिडियो हेरेको थिएँ मैले होइन केटाले केटीको ड्रेस लाएर हिँड्न नपाउने अमेरिकामा हो यो चाहिँ राम्रो लाग्यो होइन हिजो एउटा भिडियो हेर्थेँ कि सर अफ्रिकाको उसमा 2टा केटालाई नाङ्गे हजार बनाएर कुट्या क्या कसले कुट्यो त्यहाँको कम्युनिटीले के नाङ्गे झारे बनाएर के त्यो मैले सार्दै जाँदाखेरि आएको अनि त्यो वाच एनिवे भन्ने अप्सनमा केयर छ भनेर थिदिएको त्यस्तो रहेछ किन कुटेको रक्तमै हुने गरी त्यो 2टा चाहिँ गिएर छ अरे कि अनि त्यहाँ कमेन्टमा हेरेको मान्छेहरूले त अब जे पनि मान्छेले त्यसरी ढुस्न रगतै आउने गरी हान्दाखेरि त अब प्रश्नहरू गर्ने भयो नि अनि त्यहाँ त्यस कमेन्टको रिप्लाईमा चाहिँ यस्तो गे सिस्टम चाहिँ हाम्रो कम्युनिटीले एक्सेप्ट गर्दैन त्यही भएर हानेको गल्ती होइन नि त त्यसरी जन्मियो त जन्मियो भन्दा नि अब एउटा टाइम पिरियडमा टिनेजमा आएर उसको त्यो बिहेभियरै चेन्ज भयो भन्ने कुरा हो नि होइन अब जन्मिने बित्तिकै कसरी थाहा हुन्छ त भने हुन्छ होला जन्मिनु बित्तिकै हुन नि सर त्यो आकार आउँदैन है ल तपाईँले के भन्नुहुन्छ जन्मिने बित्तिकै कहाँ थाहा हुन्छ तपाईँ त्यो तपाईँको जुन अङ्गले तपाईँलाई नै चाहिँ ओहो भनेर आश्चर्यचकित जब बनाउँछ नि त्यति बेलादेखि चाहिँ चेन्ज आउने हो कि हो नि सर के भन्नुहोस् तपाईँ यो विषयमा जुन आफ्नो शरीरमा भएको अङ्गले एउटा प्रतिक्रिया दिन थाल्छ नि त्यतिखेरदेखि हो कि मतलब 14 वर्ष 13, 14, 15 यही टाइममा ठ्याक्क भइहाल्छ छुटिहाल्छ अलि गाह्रो ल अब लगभग अन्तिममा आइयो बडा मजा आयो अब अन्तिममा एउटा गाना अहिले तपाईँको नयाँ आउन लागेको नयाँ गाना तपाईँको खासै उ त छैन म एउटा सुजन चापागाईको गीत गाउँछु ओहो हो 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 ल फेभरेट तपाईँको फेभरेट ए मेरो फेभरेट मेरो नि फेभरेट नेपालको अरिजित सिंह भन्छन् है हो ल यो अहिले भरे आएको वाला गाउनुहुन्छ त ल जाँदामा हाँस्दै जान्छौ ल सुरु गरे ल जाँदा माया हाँस्दै जानुला खुसी सबै सँगालिलानुला यादहरुमामै बाँचौला कहानी यो अधुरै साँचौला किन माया बस्छ आफै दुख्नलाई किन माया बस्छ आफै दुख्नलाई लाग्छ बेर कति यो घाउ सुक्नलाई
मै गली गए मै ढली गए नि एक्लै भए नि धन्यवाद बब्बल अत्याधिक बब्बल कसम सर आशा छ तपाईलाई भिडियो एकदमै मन पर्यो होला हामीलाई एकदमै रमाइलो भयो हाम्रो नितराज सरसँगको आजको यो बसाइ एकदमै मजा आयो तपाईलाई पनि मजा आयो होला के कस्तो प्रतिक्रिया छ कमेन्टमा लेख्न नभुल्नु होला अब 5औं एपिसोडमा फेरि भेट्नेछौँ धन्यवाद